यो एरियामा चाहिँ मान्छेहरू गाड्ने काम गर्छन्। डुबाइसक्यो। हेलो एभ्रीबडी, सबैलाई नमस्कार र फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। र आज म जान लागेको छु नुहाउनको लागि, पौडी खेल्नको लागि हाम्रो गाउँको सबैभन्दा राम्रो तालमा। र त्यो तालमा गएर हामी पौडी खेल्नेछौँ। अनि त्यस पछाडि अरू छुट्टै कार्यक्रमहरू पनि छ। र यता रहेको छ हाम्रो भरत, ऊ पनि सबै सामानहरू लिएर आएको छ, नुहाउने कपडा धुने खानेकुराहरू लिएको छ। र यो हामीसँग रहेको यो कुकुरलाई पनि आज नुहाइदिनु पर्ने हाम्रो प्लान हो। र यसलाई पनि आज हामीले त्यो पौडी खेल्ने ठाउँमा लगेर पौडी खेलाउने, नुहाउनेदेखि लिएर हरेक कुराहरू पछि गर्नेछौँ। र हाम्रो पौडी खेल्ने ठाउँमा जाने क्रम जारी नै छ। र तपाईँलाई देखाउन चाहन्छु हाम्रो यो गाउँको चाहिँ यो भुतिया ठाउँ जस्तो पनि हो। अब धेरै मान्छेहरू यता आउन डराउँछन् क्या, किनकि अब यो माथिको यो एरिया छ नि, यो एरियामा चाहिँ मान्छेहरू गाड्ने काम गर्छन्। र त्यसैले गर्दाखेरि यो साँझको समयमा, अलिकति रातको समयमा यता आउन सबै डराउँछन् क्या। त्यसैले यो ठाउँमा चाहिँ सकेसम्म साँझ चाहिँ नआउनु होला भन्छु म पनि, किनकि पर्सनल्ली भन्नुपर्दाखेरि यता धेरै तर्साउने पनि काम गर्छ। ओइ यहाँ जाने उता माथि जानु, तेरो इच्छा गर, कहाँ जाने? माथि हाम्रो हुन्छ र गहिरो छैन नि माथि, यहीँ जाउँ। अब यही हो, अब हामी जान लागेको ताल चाहिँ यहाँ चाहिँ यस्तै स्विमिङ गर्ने 4-5वटा ताल छ होइन। तर मलाई चाहिँ यो तालमा जानु मन लाग्यो, किनकि यो सफा पनि छ। अनि दोस्रो कुरा चाहिँ अलिकति हामीलाई ठिकै पनि छ क्या पौडी खेल्नको लागि। अब त्यो ठाउँमा चाहिँ हामी पौडी खेल्न जान लागिरहेको छौँ। अब हेरौँ कस्तो हुन्छ। ओइ आइज ऊ पनि एकदम एक्साइटेड छ जानको लागि। तल जा, तल यहाँबाट जा, दाइसँग जा, दाइसँग जा। मान्छ, कुकुर हो, ज्ञानी छ। कुकुर जस्तो वफादार कुरा त के पाउँछ र है। यो बाटो चाहिँ अलि अप्ठ्यारो रहेछ, यस्तो अप्ठ्यारो बाटो छ। ल बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो। लास्टमा केही गरी खुलित त भइन्छ, फेरि यहाँबाट लोट्यो भने त फेरि त्यो चुचुरो हिमालको जस्तो भएको कारणले गर्दाखेरि हाम्रो गाउँमा त सबैले हिमाल ताल भनेर चिन्छन् होइन। सबैलाई म देखाउन चाहन्छु यो 5वटा तारा। यो 5वटा तारा चाहिँ आफैमा एउटा चिज भन्छ यसले, जसको मतलब चाहिँ 5वटा वर्ल्ड कप हो। र यसपालिको म चाहिँ ब्राजिललाई समर्थन दिन जाँदैछु। यसपालि मात्र नभएर मैले जहिलेसम्म फुटबलहरू बुझेँ त्यो समयदेखि म चाहिँ ब्राजिल अनि प्लेयरमा चाहिँ नेमारको फ्यान हो है। त्यो नेमार र अनि ब्राजिल भनेपछि चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। र यो ब्राजिलको जर्सी चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यसमा 5वटा ताराहरू पनि देख्न सक्नुहुन्छ। यसलाई मैले धोएर भ्याइसकेँ। अब यसलाई म सुकाउन जाँदैछु। डर्यो साबुन ल्याएर कपडा धुने होइन, त्यस्तै भिजाइदियो क्या। रोक गरी बाहिर ज्ञानी छ कान्छा नि, कान्छा ज्ञानी जस किन हुन्छ। अन्त कस्तो आनन्द शीतल माइन खाल्दैन पानी जा जा। यसलाई म पौडी खेल्न चाहिँ यहाँ म त अर्को कुकुर पनि। त्यसको नाम के हो? त्यो कुकुरको नाम सोनु सारिङ्गान। अघि लड्ला नि सगेर थियो दिन दुइटा खतरा पनि धन्दा। हाम्रो कुकुरले टोक्यो नि त्यो। त्यही हो, अब हामी चाहिँ अब पौडी खेल्न आएको ठाउँ यही हो। के गर्नु लाग्यो त्यो? हङ लाग्यो क्या त्यहाँ त माथि कोचेर ताल जाने। देख्नुभयो जो हिमालको जस्तो चिन्ह गरेको एरिया, त्यो एरियामा चाहिँ हामीले कपडा धुयौँ। यहाँ चाहिँ पौडी खेल्ने प्लान थियो, तर भाइहरूले गर्दाखेरि अब मैले भाइहरूलाई यस्तै बिचमा छोडेर हिँडेँ होइन। यहाँ एउटा बल्छी छ, कसको? तेरो बल्छी हो? डुबाइसक्यो। कहाँबाट तान्ने हो फेरि? रोखै साँच्ची माछा ताने खा भन्दैन केटाहरूले। खस्दैन यार। माछाले कहाँ अड्ड्या अनि अड्डेर मुनि कहाँबाट आउनेमा
छैन माछा थ्याट तिमीले माछा ल्याएर मलाई उल्लु बनायो बुझ माछा छ भनेर अलापत्र तान्न लगाइकन मुला सागरले म गएँ ओइ कहाँले खोइ सो यहाँबाट अप्ठ्यारो रहेछ र हामी अब पौडी खेल्न आएको ठाउँ चाहिँ यही हो ओ केटा साउट आउट देऊ त ल केही भन्न चाहन्छ नि भनिहाल है झिम्ले गाउँको सबभन्दा सेतो मान्छे यहाँनिर त केही देखेन 3 जना मात्रै हो ए कोही देखे होइन त यसो भाइ पनि आछ अरे यहाँनिर भरतलाई त नोब्डा रे त हिजो फ्री फायर खेती के चाहिँ खाँदै कस्तो हरे धन्दा यार कति गरेछ एक दुई तिन भनेको चाहिँ ल कसो हाम्रो गेममा चाहिँ कस्तो ल कसले पर्फेक्ट उल्टो हान्छ भने हो हेरौँ ल भयो तपाईँलाई रेडी रेडी म रेडी ल 1 2 3 किन गरेन सो गीतको नाम रहेको छ मादी खोला त्यो आज खोला आएको नुहाउँदाखेरिको खोला नुहाउन आउँदाखेरि खोलाकै तालमा यसो गीत गाउँ भन्ने हो गीतको नाम चाहिँ मादी खोला रहेको छ र सुन्नुहोस् है त बसे कान्छीलाई मादी खोलाको तिरेमा आएनौ साँझसम्म परेमा पिरेमा आएनौ साँझसम्म परेमा पिरेमा हो फाटेर जाने रुमाल के दिनु चिनु बरिलै फाटेर जाने रुमाल के दिनु चिनु बरिलै दिनेछु यो जुजान जिन्दगी भरिलै दिनेछु यो जुजान जिन्दगी भरिलै सो कपडा सपडा धुने अनि त्यस पछाडिदेखि लिएर कुकुरलाई नुहाइदिने अनि स्विमिङ गर्नेदेखि लिएर हरेक कामहरू चाहिँ हाम्रो भ्याइसकेको छ अब चाहिँ हामी अब घरतिर जाँदैछौँ र यो बाटोमा चाहिँ घर जान लाग्यो र अघि मैले नुहाइदिएको कुकुरको पनि सबै यो भुत्लाहरू यताउता सब सुकिसकेको छ र अब चाहिँ हामी घरतिर जान लाग्यो यदि तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला र आगामी दिनहरूमा यस्तै रमाइलो भिडियोहरू ल्याउने नै छु म त्यति भन्दै आजलाई म बिदा माग्न चाहन्छु र